भन्दा अगाडि यो नयाँ पुराना सबैलाई म स्वागत भन्न चाहन्छु। वचनको सुन्दर समयमा हामी सबैजना ध्यान लगाएर वचन सुन्नेछौँ। आज विशेष गरेर यो पाम सन्डेको विषयमा तपाईहरुलाई म केही कुराहरू भन्ने छौँ। हामीलाई थाहा छ विश्वव्यापी क्रिस्चियन समुदायले क्रिस्ट येशूको नाउँमा 4 वटा दिनमा चाहिँ विभिन्न कार्यक्रम गरेर मनाउने उत्सव मनाउने गर्नुहुन्छ। थाहा छ 4 वटा दिन के हो? 1 नम्बर पाम सन्डे, 2 नम्बर गुड फ्राइडे, 3 नम्बर एस्टर सन्डे, 4 नम्बर क्रिसमस है। अनि यो 4 वटा दिनलाई चाहिँ क्रिस्चियन समुदायमा विश्वमा है मानिसहरूले चाहिँ यो 4 वटा दिनलाई चाहिँ अति महत्त्वपूर्ण दिन मानेर खुसी मनाउँछ है, उत्सव मनाउँछ, रमाइलो गर्छ, मिठो मिठो खान्छ, आफन्तहरूलाई बोलाउँछ, प्रभु येशूको विषयमा सुनाउनुहुन्छ। अनि भर्खर सुनेकोहरूले पनि के गर्नुहुन्छ? प्रभुलाई विश्वास गर्नुहुन्छ। हामी पनि त्यस्तै गर्न तयार छौँ? तयार छौँ? खोइ तयार छैन के हो? हात सार्नु। हामी पनि प्रभु येशू ख्रिस्टको नाउँमा यसरी हामी उत्सवहरू मनाउँदै प्रभुलाई जय जयकार गर्दै अनि आफन्तहरूलाई सुनाउँदै हामी जिउने छौँ। अनि यहाँनिर भएको एउटा घटनामा चाहिँ बडा अचम्मको घटनाहरू यहाँ भएको छ। त्यो घटनामा जानुभन्दा अगाडि सुन्नुभन्दा अगाडि म फेरि छोटो प्रार्थना गर्छु। अघि हाम्रो आदरणीय दाजुले पनि प्रार्थना गरिदिइसक्नु भएको छ, धन्यवाद छ। म छोटो प्रार्थना गर्छु। प्यारा प्रभु येशू, यो मध्याहको समयमा मेरो हृदयदेखि तपाईलाई धन्यवाद चढाउँछु। प्रभु आज हामी जे कुरा तपाईको जीवित वचनबाट हेर्दैछु प्रभु, त्यसबाट बुझ्नुपर्ने कुराहरू थुप्रै छ र तपाईको महिमाको जीवन जिउनको लागि यी कुराहरू वचनहरूबाट हामीले बुझ्न सकौँ र हामी सिक्ने सिकाउने प्रति तपाईको पवित्र आत्मा खन्याउनुहोस्। तपाईँ हामीहरूको बीचमा हुनुहोस्, किनभने तपाईँ इमान नोहेल हुनुहुन्छ। हाम्रो साथमा हुनुहुने परमप्रभुले हामीलाई सहायता गर्नुहुनेछ। म बोल्छु, यहाँ हाम्रो प्रियहरू सुन्नुहुनेछ र तपाईको महिमाको निम्ति वचनले काम गर्नुभएको होस् भनी आशिष माग्छु क्रिस्ट येशूको नाउँमा, आमेन आमेन, हालेलुया। साँच्चै नै आज निकट दिन भविष्यमा आउँदै गरेको भोलिको आइतबार होइन, अर्को आइतबारमा विश्वभरि क्रिस्चियन समुदायहरूले पाम सन्डे भनेर मनाउँदछ है। अनि यो पाम सन्डे कुन दिनलाई भन्छ म तपाईहरुलाई आज स्पष्ट पारिदिन्छु। राम्रोसँग बुझ्नुपर्छ। कसैले तपाईलाई के हो यो पाम सन्डे, तिमीहरू किन यो मनाएको भनेर भन्नुभयो भने जवाफ दिन सक्नुपर्छ। सुन्न तयार हुनुहुन्छ? हामी अहिले भर्खर हामीले पढिसकेका छौँ है बाइबल खण्डबाट यो 11 को 1 देखि 11 सम्म। यो सम्झिनु पनि सजिलो छ है। 1 1 1 1 5 वटा 1 कतिको? मर्कुसको 11 को 1 देखि 11 सम्म। 1 1 1 1 5 वटा 1 कुन पुस्तकको? मर्कुसको। तर यो 4 वटा सुसमाचार को पुस्तकमा पनि छ। मत्ती, मर्कुस, लुका, यूहन्ना 4 वटामा यो घटना दिएको छ है। तपाईहरुले बुझिराख्नुहोस्। अनि हामी हेर्दछौँ भने मत्तीमा 21 अध्यायमा 1 देखि 11 सम्म, अनि लुकामा 19 अध्यायको 28 देखि 40 सम्म, यूहन्नाको 12 देखि 16 सम्म यो घटनाको विषयमा दिएको छ है। अनि यहाँ यो घटनामा के भएको त? यो दिन, त्यो पाम सन्डेको दिन के भएको? पाम भनेको के हो? मैले अध्ययन गरे अनुसार पाम भनेको एउटा बिरुवाको नाम हो है, जुन
आज हामीले पनि देखिरहेका छौँ। त्यो कहाँ छ? हामीले देखिरहेका छौँ। यो बोटको नाम हो पाम है। यो पाम सन्डेको दिन यो बोटले पनि नाम कमाएको छ। अब किन त भनेपछि ती दिन चाहिँ प्रभु येशू ख्रीष्ट यरुशलेम जाँदै गरेको दिन हो। अनि त्योभन्दा अगाडि के भयो थियो? उहाँ यरुशलेम पुग्नुभन्दा अगाडि बेतफागे नाम तपाईँहरूले याद गरिराख्नुपर्छ है। येशूले कहाँबाट गधा चढेर जानुभयो भनेर सोध्यो भने, कुन ठाउँबाट गधा चढेर जानुभयो भनेर सोध्यो भने तपाईँहरूले भन्नुपर्छ यो बेतफागे के हो भन्नुहोस् त? बेतफागे भन्ने ठाउँबाट उहाँले गधा चढेर उहाँ यरुशलेम जानुभएको हो। त्यो बेतफागे भन्ने ठाउँ कहाँ छ त? अस्तिको हप्ता हामीले सुन्दै थियौँ, जैतुन डाँडाको नजिक छ। त्यो एउटा गाउँमा हो है। अनि त्यो गाउँबाट उहाँ कहाँ जाँदै हुनुहुन्थ्यो? यरुशलेम सहरभित्र जाँदै हुनुहुन्थ्यो, मन्दिरतिर जाँदै हुनुहुन्थ्यो। अनि उहाँले के गर्नुभयो? बेतफागेसम्म पुग्दाखेरि उहाँले लगभग 3.5 वर्ष जस्तो उहाँले सेवाकाई गरिसक्नुभयो। उहाँले धेरै अचम्मका कामहरू गरिसक्नुभयो, धेरै आश्चर्यका कामहरू गरिसकेका थिए। धेरै रोगी बिमारीहरूलाई निको पारिसकेका थिए। अन्धालाई दृष्टि दिनुभएको थियो, मृत्यु भएकोलाई पनि जीवित उठाउनु भएको थियो, रोगीहरू निको भएका थिए। उहाँले अचम्मका कार्यहरू धेरै गरे। उहाँ पानीमाथि हिँडिसक्नु भएको थियो। उहाँले 5,000लाई खुवाइसक्नु भएको थियो, 4,000लाई खुवाइसक्नु भएको थियो। उहाँले डाँडाको उपदेशबाट थुप्रै मानिसहरूलाई आफ्नो वचन सुनाइसकेका थिए। अनि त्यस कारणले गर्दाखेरि येशू साह्रै नै चर्चित भइसकेको थियो। आमेन। अनि त्यति बेला अब येशूलाई सबै थाहा छ, उहाँ सर्वज्ञानी हुनुहुन्छ। उहाँ त सुरुदेखि हुनुहुन्छ अनि अहिले पनि हुनुहुन्छ, अन्त्यमा पनि उहाँ नै हुनुहुन्छ है। यसकारण उहाँलाई सबै थाहा भएको कारण अब म मृत्युमा जाँदैछु। सेवाकाईको क्रममा अब म यरुशलेम जानुपर्छ, म मन्दिरमा जानुपर्छ, परमेश्वरको भवनमा जानुपर्छ भनेर उहाँले अब मन्दिर जाने यात्रा सुरु गरेका थिए। अनि त्यति बेला मानिसहरू सबै उत्साहित भइसकेको थियो। सबै मानिसहरूले प्रभु नै ख्रीष्ट हुनुहुन्छ। अघि हामीले गीत गायौँ नि, येशू ख्रीष्ट नै प्रभु हुन्, सब पृथ्वीका प्रभु। सबै मानिसहरूले प्रभु भनेर उहाँलाई मानिसक्नु भएको थियो। अनि अब त्यति बेला अब उहाँको पछाडि धेरै मानिसहरू, धेरै जसो गालिलका मानिसहरू उहाँको पछाडि थिए। अनि त्यही यरुशलेम, त्यही बाटोमा भएका मानिसहरू पनि उहाँको समर्थनमा थिए। अनि उहाँ त्यो दिन अब यरुशलेम जानलाई तयारी हुनुहुन्थ्यो। अनि त्यति बेला उहाँलाई थाहा छ, धर्मशास्त्रमा लेखेको कुरा जकरियाको पुस्तकमा जकरिया 9:9 लेखेको छ। जकरिया 9:9 एकचोटि कसैले पढिदिनु भयो भने हुन्छ, म पढिदिन्छु। मैले यहाँ नोट गरेर ल्याएको छु। जकरिया 9:9 यसरी लेखेको छ, हे सियोन की छोरी खूब रमाओ, हे यरुशलेम की छोरी जोरसँग जोरसित कराओ, तिम्रा राजा तिमी कहाँ आउँदै हुनुहुन्छ। उहाँ धर्मात्मा र मुक्तिदाता हुनुहुन्छ। उहाँ भलो हुनुहुन्छ र गधामाथि अथवा गधाको बच्चा एउटा बछेडामाथि सवार भएर आउँदै हुनुहुन्छ। हालेलुया। यो 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 जकरिया अगमवक्ताले कहिले बोल्नु भएको तपाईहरुलाई थाहा छ? येशू ख्रीष्ट आउनुभन्दा 520 वर्ष अगाडि अगमबानी बोलेका कुरा हुन्। अनि यो धर्मशास्त्रमा भएको कारणले गर्दाखेरि सबै मानिसहरूलाई, धर्मशास्त्र पढ्ने मानिसहरूलाई थाहा छ, मसीह केमा आउनुहुन्छ?
गधा चढेर आउनुहुन्छ, गधाको बच्छेदा चढेर आउनुहुन्छ भनेर धर्मशास्त्र पढ्नेहरू सबैलाई थाहा छ। त्यो कहिले लेखेको? 520 वर्ष अगाडि लेखेको कुरा हो। अनि जकरियाले यसरी लेखेको कुरा येशू ख्रीष्टले पनि पढ्नु भएको होला, हैन? थाहा छ उहाँलाई, अझ अन्तर्यामी उहाँ आफै परमेश्वर हुनुहुन्छ। अनि उहाँले के भन्नुभयो? अब जाऊ बेथफागेबाट तिमीहरू अलि अगाडि जाऊ भनेर 2 जनालाई पठाउनु भयो। कतिजनालाई? 2 जना आफ्नो चेलाहरूलाई। जाऊ त्यो गाउँमा जाऊ, त्यो गाउँमा जाऊ, त्यहाँ एउटा गधा हुनेछ, उसको बच्चा हुनेछ, तिमीहरूले त्यो गधालाई लिएर आऊ। अब बच्चा मात्र ल्याउँदाखेरि त गधा मान्दैन होला, फेरि गधा मात्र ल्याउँदाखेरि बच्चा छोडेर आउनु पनि मिल्दैन होला। त्यहाँनिर हामी लुकाको पुस्तकमा हेऱ्यो भने त्यो लिन गएको चेलाहरूले गधा पनि बच्चा पनि लिएर आएको हामी पाउँदछौँ है। अनि त्योभन्दा अगाडि तिमीहरू जाऊ, त्यहाँ गधा छ, लिएर आऊ भनिसकेपछि अब उनीहरू अलि अलमल्ल परे। प्रभु त उता पुग्नै भएको छैन, त्यहाँ गधा छ, त्यो गल्लीमा जाऊ लिएर आऊ भन्नुभयो। अनि त्यो 2 जना चेलाहरू त अलमल्ल परे। अनि उनीहरूले भन्नुभन्दा अगाडि जाऊ न, तिमीहरूलाई कसैले यो गधा किन फुकाएको, किन लान खोजेको भन्यो भने प्रभुको निम्ति आवश्यकता छ भनेर भन्नु नि, जाऊ भनेर पठाइदिए। अनि उनीहरू गए र लिएर आए। अनि लुकाको पुस्तकमा हेर्दछौँ भने गधा पनि लिएर आए, बच्चा पनि लिएर आए। अनि त्यहाँ ल्याइसकेपछि त्यो बेथफागेमा कहाँ ल्याए? बेथफागेमा ल्याएपछि अब गधा चढ्ने समय भएछ। अब यहाँ बाइबलमा भनेको छ कसैलाई कोही पनि नचढेको भनेछ। अब गधा त अब बच्चा पाएको गधा त चढ्यो होला धेरैले, तर बच्छेदा चाहिँ चढेको थिएन। बच्छेदा त सानै हुन्छ, तरै पनि प्रभु येशू ख्रीष्टले बच्छेदालाई रोजे। अनि बच्छेदामाथि चेलाहरूले के गरे? आफ्नो खास्टो लुगा, कुनै ठाउँमा लुगा भनेको छ, कुनै ठाउँमा खास्टो भनेको छ है। यो 4वटामा विभिन्न ठाउँ हेऱ्यो भने यसको मतलब आफ्नो कपडाहरू, खास्टोहरू सबै त्यो गधामाथि ओछ्याइदिए, होइन? अब गधा केही पनि नओछ्याइकन बस्यो भने त सक्दैन होला, सक्छ? घोडामा केही पनि नराखिकन, घोडाको काछी नराखिकन, लगाम नराखिकन बस्न सक्ला त? सक्दैन, त्यहाँ त दुख्छ। अनि त्यहाँ चेलाहरूले कति प्रेम गरेर आफ्नो लुगा खास्टो गधामाथि राखिदिए। अनि त्यस पछाडि के भए? प्रभु चढ्नुभयो, त्यो बच्छेदामाथि चढ्नुभयो। अनि त्यहाँबाट जाँदाखेरि यही पामका रुखका हाँगाहरू, यो त अब यहाँ गमलामा भएर सानो सानो भयो, अब जङ्गलको के अरे उसको गालिलको त्यो उसमा समुद्रको छेउछाउमा त ठुल्ठुलो हुन्छ त यो त। अनि त्यो लामो लामो ठुल्ठुलो यसरी हल्लाउँदाखेरि कति राम्रो हुन्छ। सबैको हातमा यो पामको रुखको हाँगा है, यसरी हल्लाउँदै 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 अनि कोहीले त्यहाँ आफ्नो खास्टो भुइँमा ओछ्याइदिए, लुगाहरू ओछ्याइदिए। अनि गधा पनि त्यो खास्टो लुगाहरू माथि 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 हिँड्न पाए। गधाले पनि कति सौभाग्य पाए। हेर्नु त, प्रभुको कामको निम्ति खटिएको त्यो गधाले कति सौभाग्य पाए प्रियहरू। उसले भुइँमा हिँड्नु परेन, त्यहाँ ओछ्याइदिएको सबै झारपातहरू, त्यो पात पटिङ्गरहरू, अनि मान्छेको लुगा खास्टोहरू यसरी कार्पेट ओछ्याएको जस्तै ओछ्याएको ठाउँमा त्यो गधा पनि खच 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 गधाको बच्चा पनि खच 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 हिँड्न पाए। हेर्नुहोस् प्रियहरू, यो कुराहरूबाट हामीले धेरै कुरा सिक्नुपर्छ। हामी प्रभुको काम गर्नेहरू, सेवकहरू प्रियहरू,
हाम्रो पनि ठुलो इज्जत हुन्छ। हालेलुया। हामी परमेश्वरको काम गर्दै गयौँ भने हामीलाई पनि ठुलो इज्जत मिल्दछ। हामीलाई प्रभुले त्यो स्थानमा राख्नु भएको छ। जाऊ, मेरो निम्ति तिमीहरू जाऊ, सुसमाचार सुनाऊ, जाऊ। पहिला आफ्नै वरिपरि सुनाऊ, त्यसपछि टोलमा सुनाऊ, सहरमा सुनाऊ, देश देश जाऊ, जगतको अन्तसम्म जाऊ भनेर यसो छ। अनि त्यसरी गएकोहरूलाई यस्तै इज्जत हुन्छ। हेर्नुहोस्, यहाँ गधाको बच्चा बच्छेडालाई कति इज्जत भयो। ऊ त प्रभुसँग हुनुहुन्थ्यो। प्रभुसँग भएको व्यक्तिहरू हो हामी पनि। हामी गधा नभए पनि गधा जस्तै भएर काम गर्न सक्छौँ प्रभुको निम्ति। त्यो गधाको बच्छेडा भन्दा पनि हामी त बोल्न सक्छ, विवेक छ, राम्रो कुरा गर्न सक्छ, होइन? अब हामी प्रभुको काम नगर्ने हो र? गर्नुपर्छ। हामीले प्रभुको काम गर्नुपर्छ। हामीलाई पनि प्रभुको काम गर्नको निम्ति बोलाएको हो। मलाई कुन चाहिँ एउटा टोलको गल्लीबाट बोलाए, तपाईँलाई कुन चाहिँ गाउँबाट बोलाए, तपाईँलाई कहाँबाट बोलाए, किन यहाँ बोलाए? किनभने उहाँको काम गर्नको लागि। आमेन। उहाँको काम गर्नको लागि बोलाएको। आज विचार गर्नुहोस्, तपाईँ आफ्नै काममा बिजी हुनुहुन्छ कि प्रभुको पनि काम गर्दै हुनुहुन्छ? तपाईँ आफ्नै भविष्यको लागि तडपिरहेको छ कि प्रभुको काम गर्दै आनन्द भइरहेको छ? आज तपाईँले सोच्नुहोस् प्रियहरू, कहाँ छौँ? के गर्दै हुनुहुन्छ? किन चर्चमा, किन क्रिस्चियन भएको, किन प्रभुलाई जान्नुपर्ने? अघि भने जस्तो किन प्रभुलाई मान्दा मात्र हुने कि जान्नु पनि पर्ने? विचार गर्नुहोस्। आज जान्नुहोस्, प्रभुलाई मान्नुहोस्, जे जेकार गर्नुहोस्। प्रभुले थुप्रै काम गर्नु भएको छ, मान्नुपर्छ प्रियहरू। कृपया गरेर प्रभुलाई जे जेकार गर्दै मनाऊ, जे जेकार मनाऊ। धन्यवाद येशू। अनि यहाँ यसरी घोडामाथि के अरे बछेडामाथि सवारी हुँदै गर्दाखेरि प्रभुलाई त्यहाँ मान सम्मान गरेर राजा धन्य। त्यहाँ अहिले यो उसमा चाहिँ यो मर्कुसको पुस्तकमा के भनेको छ त? एकचोटि हामी पढौँ। मर्कुसको पुस्तकमा यसरी भनेको छ। मर्कुसको पुस्तकमा होसना 9 पदमा हेर्नुहोस्। अनि उहाँको लागि अघि अघि हिँड्ने र पछि पछि आउनेहरूले यसो भन्दै जय ध्वनि लगाए, होसना, धन्य उहाँ जो परम प्रभुको नाउँमा आउनुभयो, होसना होसना। हो, सबैजना कराए होसना होसना। हामी पनि कराउँछौँ नि, होइन? होसना 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 येशू राजालाई। कराउँ न एकचोटि। होसना 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 येशू राजालाई। उहाँको नाउँ चलाऊ र प्रशंसा चढाऊ। प्रभुलाई स्तुति हो, होसना येशू राजालाई। यसरी लाइनै मान्छेहरू वरिपरि बसिरहेको छ। लामबद्ध भएर उहाँ गएको ठाउँमा अब यत्रो धेरै महान काम गरेर आएको प्रभुलाई किन नमान्ने? किन जे जेकार नभन्ने? किन हल्लेलुया नगाउने उहाँको नाउँमा? धेरै मान्छेहरू गाउँदैछ, उहाँलाई प्रशंसा गर्दैछ, उहाँलाई आदर सम्मान गर्दैछ। जय होस् येशू राजा, जय होस्, हल्लेलुया, प्रशंसा भन्दै गराउँदै पामको ती बोटहरू लिएर हल्लाउँदै त्यहाँ घोडा त्यो बच्छेडामाथि उहाँ टक 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 हिँडिराख्नु भएको छ। त्यहाँ
ताती ल्याएर मान्छेहरू आइरहेको छ, हालेलुया हालेलुया गाइरहेको छ। कति रमाइलो क्षण होला त्यो दिन। कुन दिन हो? कुन दिन हो त्यो दिन? आइतबार, सन्डे। त्यसकारण त्यो दिनको नाम के हो? पाम सन्डे। किन पाम सन्डे? पामको रुखहरू धेरै हाँगाहरू हलाएर मनाएको कारण, जे कार गरेको कारण त्यो दिनलाई पाम सन्डेको दिन मनाए। अनि त्यो साता, त्यो हप्ता फेरि थुप्रै घटना भए पिरेहरू। त्यही साता पिरेहरू के भए? आइतबार के अरे अर्को आइतबारसम्म आउँदाखेरि आइतबार यस्तो जयकार मनाउनेहरूले शुक्रबारको दिन आउँदाखेरि के भए? त्यही प्रभुलाई शासकको हातमा सुम्पिदिए। शासकको हातमा गइसकेपछि त्यो जयकार गर्ने मानिसहरू कहाँ गए? उनीहरू सबै शासकदेखि डराए। त्यही फरिसी शास्त्रीहरूदेखि डराए, धर्मगुरुहरूदेखि डराए, प्रभुलाई कुटे पिटे। उनीहरू कोही पनि बोल्न सकेन। उहाँलाई आखिर क्रुसमा चढाउँदाखेरि पनि 12 जना आफैले सुनिसकेको चेलाहरूमध्ये पनि एउटाले धोका दिएर क्रुसमा चढिसकेपछि पनि कोही पनि बोल्ने मान्छे त्यहाँ एउटा पनि भएन पिरेहरू। एकजना पनि भएन त्यस्तो जयकार मनाउनेहरू। तर त्यो दुःखको कुरा नभइकन त्यो खुसीकै कुरा हो। किन खुसीको कुरा हो त भनेपछि 700 वर्ष अगाडि यसैयाले बोल्नु भएको कुरा त्यहाँ पुरा हुन गइरहेको हो। येशू ख्रीष्टलाई त्यसरी अब एउटा मारिन लगेको ठुमालाई जस्तै लानेछ। ऊन काट्नको लागि राखेको भेडा जस्तै उहाँ चुपचाप हुनेछ। अनि उहाँको पक्षमा बोलिदिने मान्छेहरू कोही पनि हुँदैन भनेर 700 वर्ष अगाडि भन्नुभएको थियो यसैयाले। त्यही वचन त्यहाँ पुरा हुन गइरहेको थियो। यसकारण सुन्दाखेरि एकदमै दुःखद जस्तो पनि छ। तर मानिसको हृदय परिवर्तन हुनको निम्ति, मानिसको निम्ति बलि चाहिएको कारणले गर्दाखेरि त्यो दिन त्यहाँ घटना हुन गए है। अनि त्यो हप्ताभरि प्रभुले कष्ट भोगे। त्यहाँनिर शुक्रबारदेखि उहाँलाई अब विभिन्न आरोपहरू लगाएर के अरे अगाडिको बेलुकादेखि नै उहाँलाई आरोप लगाएर गेटसामनी बगैँचामा समातेर लगे होइन। बिहिबार समातेर लगे, शुक्रबार उहाँलाई छुन्याए, शनिबार उहाँ क्रुस चिहानमा थिए भने अनि फेरि एस्टर सन्डेको दिन उहाँ पुनरुत्थान हुनुभयो। हालेलुया। यस्तो प्रभुको उत्सव हामीले मनाउनु पर्छ प्रियहरू। अनि मनाउँदै पनि आएका छन्। अनि यसबाट के हुन्छ त? मनाएपछि के हुन्छ अथवा नमनाउँदा के हुन्छ? अब मनायो भने हामी रमाइलो गरेको देख्यो भने अरूलाई पनि सुसमाचार हुन्छ, अरूलाई पनि खुसी पार्ने समय हुन्छ, बोलाउने निम्तो गर्ने समय हुन्छ, अरूले पनि प्रभुको विषयमा जान्ने मौका पाउँछ। तर नमनाएर चुपचाप बस्यो भने पनि फरक त हुँदैन, तर सुन्ने मौका पाउने छैन अरूले। त्यसकारण यो सुनाउने, वातावरण मिलाउने एउटा पक्ष हो उत्सव मनाउने। यसकारण कति मण्डलीहरूमा पाम सन्डे पनि मनाउँछ, गुड फ्राइडे पनि मनाउँछ, एस्टर सन्डे पनि मनाउँछ। अब एस्टर सन्डेको लागि त अब उपत्यका व्यापी सबैजना एक ठाउँमा भेला भएर मनाउने भनेर धेरै पहिलादेखि अग्रजहरूले कार्यक्रमहरू ल्याएर मनाइरहेको छ। अनि त्यसमा लाखौँ खर्च हुन्छ है। 15-16 लाखसम्म पनि खर्च भएका कुराहरू छन्। पहिला एकचोटि कोषको मैले पनि हेरेका थिएँ।
अनि पैसाहरू गन्नेदेखि लिएर पेमेन्टहरू दिने कामहरूमा सघाएको थिएँ मैले पनि 15-16 लाखसम्म खर्च हुन्छ। यसैले गर्दाखेरि मण्डलीले भेटी उठाएर दिइराखेको छ। अनि अघि सूचना हामीले सुनिसक्यो, एस्टर सन्डे उपत्यका व्यापी हुने यो सन्डे कार्यक्रमको लागि हामी पनि आउने शनिबार यसरी भेटी स्पेसल भेटी पनि उठाएर त्यहाँ पुर्याउने छौँ है। अनि यसरी पाम सन्डे चाहिँ अब मनाउने कामहरू पनि अब क्रिस्चियन समाजमा भइरहेको कुरा यहाँ राख्दछु है। अनि आउने आइतबार पर्छ पाम सन्डे चाहिँ, अनि त्यसपछि अर्को आइतबार चाहिँ एस्टर सन्डे हो है। यस कारणले गर्दाखेरि हामी पनि अति रमाउँदै मनाउनु पर्छ। अनि आज छलफलमा हामीले कसरी मनाउने भन्ने कुरा हुन्छ। अनि पाम सन्डे हामी मनाउँछौँ भने पनि अर्को शनिबार फेरि सूचना गर्न पाउँछ। अहिले हामी छलफल गरौँला, यस्तो गरौँ भनेर। अनि त्यसपछि एस्टर सन्डेमा के हुन्छ त्यो अर्को शनिबार सूचना आउँछ। यसपालि भक्तपुरमा जाने, थिमीमा भेला हुने कुराहरू छ। सधैँ काठमाडौँमा भइरहेको थियो, अनि एकचोटि अब 3वटा जिल्लामै गरेका थिए भने 1-2चोटि 3वटा जिल्लामै गर्दाखेरि हामी ललितपुरको चाहिँ लगन खेलमा, कुन बेला ज्याउल खेलमा त्यसरी गरेका थियौँ। यसपालि चाहिँ 3टै जिल्लाको चाहिँ थिमीमा भेला हुने कुरा भइसकेको छ। कहिले कहाँबाट कसरी जाने भन्ने कुरा फेरि पनि यहाँ अपडेट हुन्छ है। हुन्छ, आजको वचन हामीले धेरै राम्रो कुराहरू जान्यौँ। अब हामीले गर्नुपर्ने कामहरू पनि हामीले बुझ्यौँ। जस्तो अब एउटा गधाले एउटा मानिस हो। आज कति कुराहरू अब क्रिस्चियन भएर अलिकति हेपाको पात्र बने भनेर पनि मान्छेहरूले सोचिरहेको छ होला समाजमा। म अब क्रिस्चियन भएँ, मेरो दाइले मलाई त्यति सम्बन्ध राख्दैन, मेरो दिदीले, मेरो बहिनीहरूले, भाइहरूले त्यति सम्बन्ध राख्दैन भनेर हामीलाई कति बेला त्यस्तो मनहरू दुख्न सक्छ। तर चिन्ता नगर्नुहोस्, किनभने एउटा गधाले त्यति सम्मान पाउँछ। एउटा गधाको बछेडाले शुद्ध यसरी प्रभुको काम गर्दाखेरि सम्मान इज्जत पाउँछ भने तपाईँ हामीले नपाउने हो र? हामी गर्दै जाउँ। हामीलाई परमेश्वरको आशिष के हो? हामी व्यवस्थाको पुस्तकमै हेर्दछौँ भने पनि तिमीहरूलाई पुच्छर होइन शिर तुल्याउने छ। हालेलुया। हामी पुच्छर भएर रहँदैनौँ। हामी क्रिस्चियन प्रभुको जन, हामी कहिले पनि पुच्छर भएर पुच्छरको पुच्छरै अरूको हेपाको पात्र मात्र भएर हामी बस्दैनौँ। हामी शिर हुनेछौँ। उहाँको निम्ति हामी उच्च स्थानमा हुनेछौँ। सधैँ फेदमा हुने छैनौँ। फेदमा हामी सधैँ तल रहने छैनौँ। हामी सधैँ माथि हुनेछौँ। प्रभुले हामीलाई उचाल्नुहुन्छ। फेरि म दोहोऱ्याउँछु, जब गधाको बछेडालाई त यति इज्जत सम्मान पाउने काम उहाँले गर्नु सक्नुहुन्छ भने हामी उहाँलाई विश्वास गर्नेहरू, हामी उहाँलाई मान्नेहरू, उहाँलाई जान्नेहरूलाई उहाँले इज्जत राख्दैन र? के उहाँले हामीलाई शर्ममा पार्नुहुनेछ? छैन। उहाँले कहिले पनि शर्ममा पार्नुहुन्न। उहाँले हामीलाई असल कुराको कहिले पनि अभावमा राख्नुहुन्न। सधैँ उहाँले हामीलाई सबै कुरामा प्रशस्ततामा जिउन दिनुहुन्छ। आमेन। हुन्छ, प्रभुलाई धेरै महिमा भएको होस्। आजको वचन हामी यहीँ राख्नेछौँ। यति नै राख्दै म छोटो प्रार्थना गर्छु है। प्यारो प्रभु येशू,